And this is me Pujan Shrestha aka Strange all the way from Bozang अनि हामीसँग चाहिँ दिदी हुनुहुन्छ भाउजू हुनुहुन्छ भान्जा हुनुहुन्छ अनि विशेष गरेर चाहिँ यो बजाङको बसाइ चाहिँ हाम्रो भान्जाहरुको चाहिँ बढ्ती मन थियो त्यही भएर we been here for 24 hours अनि यहाँ चाहिँ let me show you guys है त यो सेती रिभर हो अनि यहाँ चाहिँ डाँडा काँडा छ फाँटहरु छ अनि यो चाहिँ झुलुङ्गे पुल अनि यो चाहिँ बजाङको चैनपुरको बजार हो अनि अहिले चाहिँ पानी परिरहेको छ हामी चाहिँ जयपृथ्वी बहादुर सिंह वान अफ द लेजेन्ड नेपालको सबैभन्दा चाहिँ रिभोल्युसनल फ्रिडम फाइटर भनेर चिनिनुहुन्छ उहाँले बनाएको हामी कलेज जाँदैछौँ and this is the one of the famous and old school अनि let's see अब त्यहाँ कस्तो छ अहिले जमानादेखि बच्चादेखि पढ्दै आएको ठाउँ यहाँ चाहिँ स्कुल छ उहाँले चाहिँ स्कुल बनाएर रेगुलेसन गर्नुभयो अनि त्यस पछाडि उहाँलाई चाहिँ देश निकाला भएको थियो अनि त्यस पछाडि चाहिँ उहाँलाई इन्डिया गएर उहाँले त्यो रेगुलेसनलाई फेरि कन्टिन्यू गर्नुभएको थियो द्याट वाज द स्टोरी भन्न मिल्दैन द्याट वाज द हिस्ट्री एन्ड सो वी आर इन हिज प्लेस राइट नाउ यहाँ चाहिँ बेसिकल्ली चाहिँ निडल पाइनहरु छ पाइन निडल सरी अनि दिस इज द वे यो चाहिँ हाइवे हो अनि यहाँ चाहिँ खाने पानीको लागि चाहिँ नदीबाट चाहिँ पानी अपलिफ्ट गरेर त्यो अपलिफ्ट गरिसकेपछि अनि त्यहाँ प्युरिफाई गरेर अनि त्यस पछाडि खाने गरेछ के सो इट इज वेल एडभान्स्ड हाम्रो लागि चाहिँ सिलगढीमा पनि सुविधा छैन भाइ त नभए दिपावलीको पानीलाई अपडेट गरेर सिलगढीमा खान सकिन्थ्यो होला हाम्रो दिदीलाई बालेनबाट धेरै आश छ जय घन्टी यो चाहिँ के को बुट्टा हो भन्छ खैरको त हैन यो चाहिँ कुन फ्लावर हो हैन इट्स प्रिटी रियली प्रिटी हैन यसको चाहिँ दुई तीनवटा कलर छ आई डोन्ट नो नेम इट हैन कमेन्ट डाउन द नेम दिस इज द वाइल्ड फ्लावर सबको आफ्नो आफ्नो सिग्निफिकेन्स जैको पनि किन के सिग्निफिकेन्स त होला आई डोन्ट नो कोही येलो छ भने पिङ्किस छ कोही चाहिँ व्हाइट छ आई डोन्ट नो what it is so scenario the guys हैन पुरै मनमोहक छ वाह दिदी लुकिङ ब्युटिफुल यता हेर्नु न दामी फोटो सेसन गर्नु यहाँ गाइज हामी चाहिँ अब पानी परेको अवस्था एन्ड इट्स रेनिङ एन्ड इट्स प्रिटी कोल्ड चिलिङ टेम्परेचर राइट नाउ अनि हामी चाहिँ वी स्टिल गट भाउजू एन्ड दिदी भान्जा पनि अनि यसको साइडमा चाहिँ देयर इज सेती रिभर फ्लोइङ अनि लुक एट देयर यु क्यान सी यो चाहिँ जयपृथ्वी बहादुर सिंहको चाहिँ स्कुल हो पहिलादेखिको हाई स्कुल छ द्याट्स द थिङ एन्ड दिस इज द ब्यारेक होइन माथि चाहिँ फेरि निडल पाइन्सको चाहिँ रुखहरू छ होइन तल पनि छ ब्यारेक प्लस रुक्स So guys, there is a hoarding board saying मापासी गरी साबरी सदन नचलाऊ ट्राफिक प्रहरी मान्यता गर्नु पर्यो है गाइज फाइनल्ली हामी चाहिँ जयपृथ्वी बहादुर सिंहको चाहिँ स्कुल आएको छौँ दिस इज द ओल्डेस्ट स्कुल अनि यही स्कुल बनाएको कारणले चाहिँ उहाँले चाहिँ नेपालबाट चाहिँ एक्जाइल भोग्नु परेको थियो दिस इज द सेम स्कुल अनि हामी चाहिँ एक्सप्लोर गर्दैछौँ उहाँको स्कुल अनि यहाँ चाहिँ इन्टर पढाइ हुन्छ ब्याचलर पनि हुन्छ होला आई गेस अनि आइएससी पनि छ सायद अनि ल्याब चाहिँ छ भनेर सुनेको थिएँ मैले आई डोन्ट नो अबाउट बिएससी ओर एमएससी ओर एनी काइन्ड अफ मास्टर्स अब उता गएपछि चाहिँ थाहा हुने हो सो दिस इज द बिल्डिङ राइट नाउ अब यहाँ चाहिँ इन्ट्रान्स नभएको अवस्था
पिसफुल छ, पहाडको बिचमा छ। राइट, यो बझाङकै सबैभन्दा ठुलो स्कुल होइन? दिस इज द ओल्डेस्ट प्लस लार्जेस्ट स्कुल। सो यहाँ ब्यानर छ, यो ब्यानरमा के छ पढ्नको रहेछ, के पढाइ हुन्छ भन्ने चाहिँ थाहा भएन। वाउ guys, look at this school man. त्यसै इन्डियाबाट पनि सहयोग रहेछ, बिकज देयर इज अ हिस्ट्री बिट्विन जय पृथ्वी बहादुर सिंह किङ। हि इज द किङ है, बाइ द वे मैले मेन्सन गर्न बिर्सेँ, हि इज द किङ अफ बझाङ। सो देयर इज अ आइडल अफ जय पृथ्वी बहादुर सिंह। उहाँको चाहिँ आइडल पनि रहेछ यहाँ। आई गेस यहाँ चाहिँ सरस्वती पूजा अनि सरस्वतीको मूर्ति होला। लर्ड्स अफ फ्लोरा एन्ड फ्युना राइट न। उहाँ चाहिँ जय पृथ्वी बहादुर सिंह हुनुहुन्छ, लेट किङ अफ बझाङ। उहाँको चाहिँ खतरनाक कन्ट्रिब्युसन छ शिक्षाको लागि, बझाङ्गी पिपुल्स प्लस नेपालकै लागि भनौँ। He was influencer guy. So कति राम्रो छ है। सो स्कुलको नाम चाहिँ सत्यवादी माध्यमिक विद्यालय भोपुर बझाङ रहेछ गाइस। क्वाइट के भन्छ, चैनपुरबाट लगभग हामी आधा घन्टा हिँडेर यहाँ पुगेको हो। यु क्यान ट्रेक। पहाडको बिचमा तल चाहिँ नदी छ, प्लस त्योभन्दा अगाडि चाहिँ ब्यारेक्स छ, टोटल्ली खतरनाक। इट्स अ ड्रिम स्कुल। आई गेस यहाँ होस्टेल पनि छ होला सायद। वन्स अगेन फाइनल ब्लग गाइज, दिस इज द स्कुलको फ्रन्ट भ्यू अनि यो चाहिँ साइडको। सो टु ब्युटिफुल, सो मच प्रिटी। हावाहरू आइरहेको छ, चिल। ओभरअल इट इम्प्रेस योर हार्ट। इफ यु आर प्लानिङ टु भिजिट इन बझाङ, प्लिज भिजिट दिस स्कुल। यो स्कुलले चाहिँ धेरै हिस्ट्री बोकेको छ, प्लिज भिजिट हियर। That's the end of the vlog. Sayonara. So this is guys, हामी चाहिँ बझाङको अहिले चाहिँ यो चैनपुरको मेन बजारमा जाँदैछौँ। दिस इज द एन्ट्रेन्स। हामी चाहिँ अहिले जय पृथ्वी बहादुर सिंहको किङ जय पृथ्वी बहादुर सिंहको चाहिँ स्कुल कलेज हेरेर चाहिँ फर्किँदैछौँ। अनि यो चाहिँ मल्ल बजार स्टार्ट हुन्छ यहाँबाट। मल्ल बजार हुँदै हामी चाहिँ तल्लो बजार हुँदै चाहिँ हाम्रो आफ्नो डेस्टिनेसन मञ्चमा जानेछौँ। अनि यो चाहिँ ओल्डेस्ट बजार हो बझाङको चाहिँ। अनि विशेष गरेर चाहिँ यहाँ चाहिँ सबै किसिमको चाहिँ संरचनाहरू चाहिँ राम्रो संरचनाहरू देखिन्छ। एज अ ओल्ड बजार भइसक्यो पनि तर यहाँ चाहिँ रिफर्म भएको देखिन्छ। स्टिल टिनको कतै चाहिँ टिनको चाहिँ पसलहरू देखिन्छ भने प्रायः जस्तो बजारहरू चाहिँ अहिले चाहिँ रिफर्म भएर चाहिँ पक्की घरहरू भएको छ। यु क्यान सी द्याट माथि चाहिँ के भन्छ डाँडाहरू छ। अनि दिस इज द भ्याली। अनि यहाँ दायाँ बायाँ दुईटै ठाउँमा चाहिँ के भन्छ नदी छ काइन्ड अफ। अनि यहाँ हिउँ चाहिँ पर्छ कि नै भन्छ, माथिसम्म पर्छ होइन, माथिको डाँडाहरूसम्म चाहिँ पर्छ तर यहाँ चैनपुर बजारमा चाहिँ पर्दैन होइन। सो एउटा बाटो योबाट पनि यहाँबाट चाहिँ गएको थियौँ हामी, भनेपछि यहाँबाट चाहिँ फर्केर आएको थियौँ। सो दिस इज द मन्डी। के भन्नुभयो यो चाहिँ सर्टकट बाटोको थियो।
फास्ट फरवर्ड अझ गाइस हाम्रो गाइजहरू So this is the dish I'm going to reach us here. तिम्रो न्यानो अङ्गालो तिम्रो न्यानो अङ्गालोको स्पर्श कसरी महसुस गर्यो कि तिम्रो अङ्गालोको न्यानो स्पर्श कसरी महसुस जहिले कन्फ्युज हुन्छ गानामा सो यो अहिले पनि हामी मल्ल बजारमै छौँ नि त दिस इज स्टिल मल्ल बजार अनि यहाँ चाहिँ कतै त हामी पुस्तक पत्र पनि टु बिग बिल्डिङ राइट So, as you can see that there are two ways, subways. यो बाटो कहाँ जान्छ भन्दा यो अदालत जाने बाटो अनि हामी चाहिँ जाने बाटो होइन दुइटै बाटो मिक्स चाहिँ एउटै ठाउँ एउटै होइन सो बेसिकल्ली यहाँ चाहिँ सबवे हो अनि यो बाटो यो गल्लीले चाहिँ अदालत हुँदै उता जान्छ भने यो बाटो हुँदै जान्छ देयर इज अ ब्याग हाउस लिटल 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 कपालहरू पनि सो यो बाटो चाहिँ नदीसम्म जान्छ होइन त नदीसम्म जान्छ भने कर्नर साइड फर्कनु होला अब म गएपछि बाहिर सो दिस इज द मेन बजार तल बजार चाहिँ आइपुगेको छैन है बेसिकली यो बजार चाहिँ अहिले मलाई कस्तो भाइ भयो भने पछाडि यो यसको बजार जस्तो के अछामको बजार काइन्ड अफ अछामको त्यो बैलपाटाको त्यो बजार टाइपको भाइ भयो अनि एउटा छ नि अर्को मुक्तिनाथ जाँदाखेरि एउटा बजार छ नि त्यो त्यस्तो टाइपको पनि भाइ भयो हाम्रो गाइजहरू ढिला छ है गाइज ढिलो भयो गाइज ढिलो मन्डी किलमिल भइरहेको छ लगाइस यहाँ त ग्लोबल आइएमबी पनि रहेछ मलाई स्पोन्सर चाहियो मस्ट एक्रोबेट जयपुर जिपी अस्पताल रहेछ गाइज आई थिङ्क यो चाहिँ प्राइभेट अस्पताल होला 24 आवर्स इमर्जेन्सी सेवा उपलब्ध छ इफ यु आर अनवेल प्लिज भिजिट दिस वाउ So this is the Rashtriya Party Bank of the Jingpur. This is the sweet house. It's enterprises reason. As well. Guys, कति घन्टे त तर घन्टेको यत्रो प्रचार भएर पनि यो ठाउँमा चाहिँ घन्टेले जित्न सफल भएको थिएन गाइस यहाँ चाहिँ एमाले जितेको थियो भन्छ एमाले जितेको थियो सूर्य हामी के अरे एन बहादुरजीले जित्नु भएको थियो देयर इज द नोबल बैंक अल्सो आइएमई स्वतन्त्र पार्टी यही रहेछ गाइज होइन तर जितेर मेरो नेक्स्ट टाइम घटी जय घटी हामी चाहिँ गाइज होइन नेक्स्ट टाइम चाहिँ जितोस् भन्ने आशा सो त्यो जानु त बिल्डिङ होइन दामी बिल्डिङ रहेछ बजाङको जिल्ला अदालत रहेछ गाइस यहाँ चाहिँ हाम्रो लोकल च्याम्पियनसिप भइरहेको छ हो गाइस चौका लगाइदिएको छ हाय यो गाइस थ्याङ्क यू गाइजहरू चाहिँ बुझ्नु अवस्था तिम्रो सो we decided to pan के भन्यो भन्दा पानकोट पुल we decided to go in पानकोट पुल मलाई थाहा छैन होइन पानकोट पुल कस्तो के छ युट्युबमा फर्स्ट टाइम एज वेल छैन सो गाइस हामी चाहिँ अब पानकोट पुल त्यस ठाउँमा त्यस ठाउँ यहाँ त पनि देख्न पाइयो गाइस
क्राइसिस होइन यहाँ चाहिँ एभ्री घरमा चाहिँ बस्छ सिलगढीको पहिला त्यो चिजहरू आएको अवस्था सो गाइज हामी चाहिँ अब सपिङ गर्न लागिरहेको छ दिस विल बी आवर प्लेस टु हामी चाहिँ के किनेर त्यति सर्ट अरू सो दिस विल बी आवर डेस्टिनेसन गाइज होइन हामी चाहिँ यहाँ अब सपिङ गर्दैछौँ अनि मेटिङ द नाम चाहिँ थाहा छैन पसलको होइन देयर इज नो नेम सो हामी चाहिँ अब अर्को ब्लगमा भेट्नेछौँ गाइज फाइनली वी डिड द सपिङ होइन अब यो के सपिङ छ भनेर तिमीहरूलाई चाहिँ सरप्राइज हुन्छ यो चाहिँ हामी पुल जाने कुरा Why don't you just go away, little boy? Why don't you just go? दिदीको पुरानो घर हो यहाँ चाहिँ हाम्रो भूकम्पले क्षति भएको थियो त्यही भएर अहिले चाहिँ दिदी चाहिँ यहाँ घरमा सिफ्ट हुनुभएको छ दिस इज द ओल्डेस्ट हाउस अनि यहाँको स्थिति यस्तो छ यस्तो छ भइकल ताला यो यहाँबाट जाने हो यहाँ भत्क्यो कि यहाँबाट जाने थियो पहिलो त्यसपछि अहिले लेफ्ट आउट एभेन्ट गर्नुभएको खाटो स्टिल यहीँ छ यस्तरी चर्किया छ बिस्तारै बिस्तारै नाच्थ्यो यस्तो छ अवस्था रेसिपी लगाउनु भन्नु नाजुले आइसी यहाँ ठिकै छ यो यस्तो छ यो चाहिँ भान्सा रे भान्सा त धेरै सानो रहेछ सो लगभग 3 तला रहेछ घर तर उताबाट हेर्दाखेरि चाहिँ 3 तला लस भयो यो चाहिँ पसल थियो अरे हैन ए यहाँ आएको लज पनि देखिरहेको छ गाइज दिस इज द इनर लुक अफ घर अनि आउटर लुक चाहिँ देखाउँछु मैले दिस इज द आउटर लुक अफ द हाउस होइन त्यहाँ चाहिँ ग्यालरी सो अहिले चाहिँ यता यो घरमा चाहिँ सिफ्ट हुनुभएको छ दिदीहरू सो आफ्टर अल दिस इज द ह्याप्पी इन्डिङ आई गेस Guys, this is me Puzon aka Stranger. अहिले म चाहिँ यहाँ ढुङ्गे पुलमा आएको छु मेरो वाडी र पारिस्थिति छ हेलो गाइस हेलो हेलो हाई भन्देऊ हाई हेलो सो दिस इज मी
अब यहाँ चाहिँ स्थिति छ गाइज होइन, यहाँ पनि स्थिति छ, झुलुङ्गे पुल्ला सल्लिन्छ गाइज। गाइज अब हामी चाहिँ यहाँ घट्ट हेर्न आएको छौँ होइन। यहाँ चाहिँ दुईवटा घट्ट छ होइन, क्यान्सिदा दुईवटा घट्ट, अनि यहाँ चाहिँ पानी छ, पानी बगिरहेको छ। अनि यहाँ यो पानीलाई चाहिँ तल गएर चाहिँ घट्टमा चाहिँ अनि मिल जस्तो पिस्ने काम हुन्छ। अनि हामी चाहिँ अब घट्ट देखाउँछौँ कहाँबाट के हुन्छ भनेर। भाउजूले भन्नुहुन्छ कि घट्टमा कहाँ के गरिन्छ भनेर, त्यो डिस्क्राइब होस् होइन। यो चक्कीहरू घट्टको चक्की गाइज, चक्कीहरू ल जमानादेखिको घट्टहरू छ यहाँ, चक्की छ हौ, चक्की हो कि त। सो पहिलाको जमानामा मिल हुँदैन थियो, अनि पानीहरूलाई चाहिँ कलेक्ट गरेर यस्तो चक्कीहरूबाट चाहिँ पानीले चाहिँ घुमाउँथ्यो, अनि टर्बाइन वाटर टर्बाइन भनेर भन्थ्यो होइन। दिस इज द टर्बाइन गाइज। कहाँ के गरिन्छ ल सिकाउनु, के घटाउने बढाउने? ए मसिनो र खस्रो बनाउने त्यहाँबाट। ओके अनि खस्रो बनाउनलाई ए उचाल्ने। अनि यो चक्की तपाईँको एमा चाहिँ गहुँ हाल्छ होइन, अनि एमा चाहिँ आफै खस्दै जान्छ। अनि यो चाहिँ अनि यहाँ चाहिँ हामीले चाहिँ खस्रो र मसिनो गरेर आउँछौँ, कति बनाउने भनेर खस्दै त्यहाँ अपरेट गर्ने। अनि यसले चाहिँ खस्दै गर्छ अनि पिँधिँदै गर्छ होइन त, अनि पिँधिँदै गर्छ। ए पानी अनि यसको बेनिफिट भनेको चाहिँ जस्तो मिलमा छ नि, मिलमा चाहिँ तर मिलकोले चाहिँ डढाउँछ गहुँलाई, यसले चाहिँ डढाउँदैन होइन त। पानीले पिँधेको हो। ओके बाहिरको चक्की हेरौँ न। त गाइज हामी चाहिँ अब बाहिरको चक्की देखाउँ ल घट्टको। राम्रोसँग त देखिन मिलिरहेको छैन, तैपनि वेल जुम जति सकिन्छ होइन, खासै देखेको चाहिँ छैन ल। जस त्यहाँ है घुमिरहेको छ गाइज, एउटा पाङ्रा जस्तो छ त्यो फलामको होला साइड घुमिरहेको छ। ओके थ्याङ्क यू फर एजुकेटिङ अस, धन्यवाद हामीलाई सिकाएकोमा। सो ओभर टर्बाइन काठको हुँदो रहेछ होइन। सफा गरेर रहेछ। यस डिजाइन यो सिकाए जस्तै, तर यो रोक्याउनाले देख्थ्यो नि त, अघिको प्लान जस्तो लागेको थियो नि त। तर यो काठको पाताहरू पाल पारेर त्यस्तो ठोकेर बनायो हुन्छ क्या यो। खरखल्या छैन हौ। बादल सरी उडी जाने नै हो तिमी यो कतालो यहाँ यो बन्द छ नि त, यहाँ गेला छैन। यो गेला चलाउँदाखेरि यो निकाल्ने, यो काठलाई निकाल्ने, अनि उहाँ बन्द गर्ने, यो साइडमा बन्द गर्ने के। अनि त्यो पानी यता आउँछ, यसलाई निकालेर त्यहाँ राखिदिने, अनि यहाँबाट जान्छ अनि त्यहाँ चलाउँछ होइन त। अनि त्यहाँ यो पानी आयो, यो पनि चल्यो यहाँ गेडा बिर्सी। त्यहाँ गेडा चाहिँ अब दुईवटा प्लेस छ नि त यहाँ, दुईवटासँगै चल्ने भयो। अब यो बन्द गर्नको लागि नि यहाँ लगाइदियो बन्द भयो। हो द्याट्स द थिङ। ओके धन्यवाद। आई होप गाइज तिमीहरू क्लियर भयो होला, म पनि क्लियर भएँ। दिस इज द प्रोसेस, सिम्पल बट इफेक्टिभ। एन्ड दिस इज द टिपिकल घर होइन, गाउँको टिपिकल घर जहाँ चाहिँ साइडमा मलखाल हुन्छ, अनि तल्लो तलामा चाहिँ गाईहरू हुन्छ, गाईबस्तुहरू हुन्छ, अनि माथिल्लोमा चाहिँ मान्छेहरू बस्छ। तर यहाँ चाहिँ मान्छेहरूको लागि छुट्टै रहेछ घर। दिस इज द टिपिकल हाउस अफ नेपाली सोसाइटी, रुरल नेपाली सोसाइटी भन्दा अझ ठिक होला है त। ओके सो यही हो यहाँनिरै सहरको जीवन, यहाँनिर गाउँको जीवन धेरै डिफ्रेन्स छ। अनि यहाँ चाहिँ बजार
हाई हाई अलग छ दुनियाँ ल ठिक छ खेल खेल है बाई 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 Just look at this is me, your favorite host, basically straight all the way from Los Angeles Street. And it's been a 4 days I have been traveling. हामीले चाहिँ लगभग 4 दिन चाहिँ बजाङमा स्पेन्ड गऱ्यौँ अनि पछाडि एक दिन चाहिँ धनगढी स्पेन्ड गऱ्यौँ अनि त्यस पछाडि आजको भ्लग यो मिनी भ्लग चाहिँ विशेष गरेर हामी चाहिँ रिभ्यू मात्रै गरौँ के गरौँ कसो गरौँ अरू भ्लगको लागि चाहिँ वाच माई अदर भिडियोज होइन चेक इट आउट राइट नाउ अनि अहिले म चाहिँ बैतडीमा छु होइन ट्राभलिङ राइट नाउ बैतडी डिस्ट्रिक्ट अनि यहाँ चाहिँ इट इज द बोर्डर लाइन अफ द बजाङ डिस्ट्रिक्ट बोर्डर लाइन चाहिँ ठाउँलाई चाहिँ छोड्दै भन्छ आई गेस होइन अहिले भर्खर मात्रै पानी थपेर चाहिँ हामी चाहिँ मौसम प्रिटी है बजाङ डिस्ट्रिक्ट इज फुल अफ सरप्राइज गाइज होइन so many झरनास so many waterfalls so many like हुन्छ नि ल्यान्डस्केप्सहरू एकदम बवाल ठाउँ छ but I have a tip to you guys कि don't travel like हुन्छ नि रिलेटिभ जस्तो कहिले जिन्दगीमा ट्राभल नगर्नु अनि go travel solo mode होइन आफ्नो बाइक चाहिँ जहिले लिएर आउनु पब्लिक ट्रान्सपोर्ट इज सो वर्स्ट होइन जब कि तिमीहरूले चाहिँ पुरा आफ्नो फ्यामिलीसँग आउँदाखेरि चाहिँ कि रिजर्भ गरेर आउँछ द्याट्स अ फाइन बट डोन्ट ट्राभल विथ रिलेटिभ्स लाइक हुन्छ नि बिना ट्राभल नगर्नु थिङ इज बजाङ इज प्योर नेचुरल्ली दामी ठाउँ छ होइन अनि विशेष गरेर चाहिँ सेन्टपुर इज सो मच ब्युटिफुल कि दुईवटा चाहिँ नदी र खोला सराउन्डेड गरेर चाहिँ एउटा टापु जस्तो भएको छ होइन यस्तो प्रिटी अनि सबै ल्यान्डस्केपहरू चाहिँ राम्रो छ होइन मैले फेरि पनि भने जन ट्राभल लाइक किप योर बाइक ओन राइड एन्ड ट्राभल विथ योर फ्रेन्ड्स सक्छ भने होइन भन्दा योर गन ट्रान्सपोर्टेसन सो ब्याड So this will be the scenario, होइन यहाँ चाहिँ हामी चाहिँ फोर्टे पुग्न आँटेको छ अलमोस्ट 20 किलोमिटर्स होला अनि म त्यहाँ पुगेपछि चाहिँ अब सेयर द सम क्लिप्स होइन मिनी भिडियोजहरू मैले सोचेको थियो कि अब खप्तर भएर चाहिँ म यताबाट झर्छु होला इट्स नट अ गुड टाइम फर ट्राभल होइन खप्तर भएर चाहिँ त्यहाँबाट चाहिँ स्कुटी झरेर प्लान भएको रुइन होइन के भन्ने सब राम्रो छ इफ यु भिजिट डोन्ट फर्गेट टु भिजिट जयपुर टी बहादुर इट्स भेरी इम्प्रेसिभ होइन त्यस पछाडि डोन्ट फर्गेट टु भिजिट त्यहाँको रानी वंशहरू त्यस पछाडि अनि त्यहाँ चाहिँ एउटा टिबेटन बोर्डर छ होइन त्यहाँ माताको मन्दिर छ सुनमा देवी फाइटिङ हाई त्यहाँ जानको लागि चाहिँ यु हेभ टु एजुकेट अनि यो चाहिँ विशेष गरेर चाहिँ एउटा डेमा चाहिँ पूजा हुन्छ अरे अहिले चाहिँ अनि एनदर थिङ सरप्राइज के छ भन्दा त्यहाँ चाहिँ सयपालको लागि हुन्छ होइन त्यहाँ चाहिँ बेस क्याम्पसम्म लाने दिस इज माई फर्स्ट टाइम होइन यस्तै के भन्नु आई क्यान मेक भिडियोज त्यस्तै भएको सो अहिलेको लागि चाहिँ इट्स एन्ड अफ द भिडियो अब खोर्टे पुगेपछि अब सिनाहरू कस्तो छ भनेर अनि खोर्टेबाट चाहिँ अनि दार्चुलाको लागि चाहिँ त्यहाँदेखि के भएर त्यहाँबाट चाहिँ भएर जान्छ अनि मेरो नेक्स्ट टाइम आउनु त्यसरी दार्चुला कोसिस गर्छु अहिले फेरि मानस सरोवरको ट्राभल पनि सुरु भइसकेको छ अनि इफ आई हेभ अ चान्स विल गो फर मानस सरोवरको यात्रा सधैँ मेरो नेक्स्ट टाइम नै भनौँ होइन आई हेभ स्योरिटी अब जान्छु इट्स कल अफ
So, finally guys, we have been reaching to Fort Bay Bazaar. लगभग कति होला something होला हैन start reaching to Fort Bay Bazaar. I don't know if you're listening to me or not because I lost my earpiece right. अनि त्यस पछाडी this is the view of Fort Bay. यो पनि I think यो पनि लेक साइडमा नै सिचुएट गर्छ अनि यहाँ चाहिँ म्याक्सिमम चाहिँ रेस्टुरेन्टहरु चाहिँ घरमै बसेको देखेँ मैले हैन. It's a pretty chilling ठाउँ अनि चिसो छ because it's Himalayas हैन. Even Bajang is Himalayas and Baitodi is also Himalayas and even Darchula is also Himalayas हैन. Darchula ma already know कि त्यहाँ चाहिँ अप हिमाल छ भनेर अनि बजाङमा चाहिँ छैपाल हिमाल छ. त्यसपछि this is the Fort Bay guys. This is the कस्तो भनेर कोहलपुर र अत्तरिया बराबरको चाहिँ सिग्निफिकेन्सहरु चाहिँ होल्ड गरेर बस्छ हैन. I think यो बाटोहरु चाहिँ जान्छ होला दार्चुलातिर. मलाई त chilling छ guys. चिसो छ हैन. So I'm telling you फेरि पनि don't travel in night. नाइटमा चाहिँ कहिले पनि नहिँड्नु. नाइटमा हिँड्यो भने धेरै कुराहरु मिस आउट गर्छ तिमीहरुले. अनि because it's Himalayas अनि तिमीहरुले चाहिँ तातो लुगा लाउनुपर्छ. It's all time चिसो नै हुन्छ भाइ तपाईँ हैन. So Fort Bay बजार यही हो अनि त्यस्तो खासै ठुलो त छैन रहेछ. अन्त ठुलो होला सोचिरहेको थिएँ. It's not like त्यस्तो बिग चाहिँ. यहाँ चाहिँ खाजा खान्छ. It's already 1 PM. कति 1 PM? It's already 1:40 भइसकेको रहेछ. अन्त तिमी खाना खानु होला हो. धेरै ठुलो बजार त छैन. अनि यसको सिग्निफिकेन्स चाहिँ छ होला. बिकज इट जाइन्स नि त त्यही भएर. ला अरू त के भन्ने हो? Get me. म कहाँ बसिरहेको छु क्या. यो लाइक यो छ यो स्ट्रेटिङ छ हैन. यहाँ छ हैन. म चाहिँ यहाँ बसिरहेको छु नि. यहाँ टोटल यति धेरै मान्छेहरू छ हैन. दे आर जस्ट लाइक ऱ्यान्डमली चाहिँ ग्यालरीमा बसेर ट्राभल गरिरहेको छ. सो आइम टेलिङ यु हैन. इफ यु आर ट्राभलिङ प्लिज तपाईँहरूसँग चाहिँ केही साधनहरू छ भने प्लिज गो विथ द्याट. होइन भने चाहिँ प्लिज इट्स काइन्ड अफ लाइक राम्रोसँग ट्राभल गर्दा राम्रो सिटेड भएर भनेर इट्स काइन्ड अफ सकिँदैन. यहाँ चल्दैन तपाईँको केही पनि चल्दैन. इट्स इम्पोसिबल टु फाइन्ड लाइक हुन्छ नि कम्फोर्टेबल सिट. सो यो अब भ्लग यही सकिन्छ होला हैन. अब सिधै हामी धनगढी आज बसेर अनि त्यस पछाडि अब धनगढीदेखि गयो अनि नेपालगञ्जदेखि गयो. त्यहाँ चाहिँ भ्लगहरू बन्दैन होला. दिस इज द लास्ट भिडियो. आई थिङ्क दिस इज द लास्ट भिडियो. अनि बिग साउट आउट टु दिनेश सिंह भाइ जसले चाहिँ विकिपिडियाको काम गरेर मलाई चाहिँ यहाँको बारेमा बताएको थियो. अनि बिग साउट आउट टु भान्जाजहरू होइन. अनि बिग साउट आउट टु म यहाँ आएर चाहिँ फोर्ट बे बैतडी बिकज बैतडीमा मेरो साथी थियो. बिग साउट आउट टु हिम हावा साथी तिमीलाई सम्झेको छु होइन. अनि त्यस पछाडि बिग साउट आउट टु के अरे दार्चुलाको साथी आई मिस यु गाई होइन. तिमीलाई पनि याद आइरहेको छ साथी होइन. सो बेसिकली अरू त के भन्नु होला. बजाङ इज प्रिटी. बैतडी राम्रोसँग घुम्न पाएन. अस्ति आउँदा चाहिँ रात परेको थियो. अनि अहिले चाहिँ मैले तिमीहरूलाई देखाइ पनि हालेँ. बैतडी इज क्वाइट सिमिलर टु बजाङ होइन. त्यस्तो खास डिफ्रेन्ट छैन. अनि त्यस पछाडि इफ यु आर प्लानिङ टु ट्राभल टु कैलाश माउन्ट कैलाश अनि अहिले चाहिँ जर्नी सुरु भइसकेको छ. अनि अहिले आई थिङ्क इन्डियाले बाटो पनि खोलिसकेको होला माउन्ट कैलाशको लागि. मानस सो गाइज टेक रेस्ट टेक ब्रिदिङ होइन. त्यस पछाडि किप च्यान्टिङ ओम नमः शिवाय. अनि त्यस पछाडि दिस इज द एन्ड अफ द ब्लग. सायोनारा साइनिङ अप गुजन श्रेष्ठ AK Street.